म्याम तपाईँको सबै कुरा ठिक छ तर देब्रेपट्टिको किडनीमा हल्का समस्या देखाइरहेछ सर के भन्नुभएको तपाईँको मेडिकल रिपोर्ट हो क्या यो आइएसपिडीको सर्टिफिकेट देखाउनुहोस् न सर हेर्नुहोस् त यो चाहिँ हो ओहो आइएल्समा त 6 ल्याउनु भएको रहेछ त ल फिनल्यान्डको लागि तपाईँको अफर लेटर आउने सम्भावना एकदम हाई हुन्छ है त सर नमस्ते नमस्ते तपाईँको भिसा आइसक्यो नि सर म त भर्खर आएको त अब एउटै अनुहार भएको 7 जना हुन्छ नि 7 जना मध्येमा 6 जनाले त एउटा एप्लाई गरे बस्दै गर्नु न हुन्छ सर यसरी के पानी लिँदै गरौँ होइन सर भर्खरै खाएर आएको सर बरु कफी चाहिँ खाऊँ न कफी हुन्छ उहाँलाई एउटा कफी गरिदिनु त सर सुन्नुहोस् न फिनल्यान्डको लागि अहिले एप्लिकेसन ओपन छ नि 13 अक्टोबर टु 5 नोभेम्बरसम्म तपाईँहरूले चाहिँ लौरिया युएस बिएचएम कोर्सको लागि चाहिँ अप्लाई गर्न मिल्छ ओहो सर म त बिजी भएँ कुन देशको लागि बुझ्न आउनु भएको थियो कहाँ जानु लागि सर म त यहीँ रत्नपाट जान आएको तपाईँ त मान्छे खतम हुँदो रहेछ तर सर रत्नपाट जान्न मान्छे यहाँ चाहिँ किन आउनु भएको यार सर म त कहीँ मात्रै खान आएको तर सर फिनल्यान्डको बारेमा मजाले बुझ्ने मौका पाइयो मेरो चिन्तामा भएको मान्छेलाई चाहिँ फिनल्यान्ड जाने हो भने एभरेज एजुकेसन चाहिँ बेस्टै हो भनिदिन्छु है सर ल थ्याङ्क यू सो मच सर